म कृष्ण प्रधान सरलाई पहिला यहाँ अघि आइदिने अनुरोध गर्दछु। फिल्ड मार्शल मानिक शाहले एक समय भनेका थिए, यदि कसैले मलाई डर लाग्दैन भन्छ भने कि त्यो मान्छेले ढाँटेको हुनुपर्छ कि त्यो मान्छे गोर्खा हुनुपर्छ। कृष्ण प्रधान सरलाई कसैले चिन्न भन्छ भने कि त्यो मान्छेले ढाँटेको हुनुपर्छ कि त्यो मान्छे सरको रिस गर्ने हुनुपर्छ। उहाँले आफ्नो स्थान त्यस्तो बनाइसक्नु भएको छ। मैले यो हिसाब गरेको 44 वर्ष लगभग कलम चलाएको मात्रै भएछ। 44 फिट मतलब गोल्डन जुबलीमा पुग्ने आँटो भएको छ कलम चलाएको। यति प्रतिभाका धनी उहाँको पुस्तकको नामहरू मैले भन्न थालेँ भने मैले थाहा छ पहिला म स्कुलमा पढ्दा एउटा उल्का भ्रामरीमा परेका पुस्तकहरू सानो पकेटमा पक्रेको थियो। मेरो सेतो परिवार त्यो समयदेखि मैले पुस्तक लेख्नु भएको, अहिलेसम्म निरन्तर पुस्तक लेखिँदै रहनु भएको छ। र यो पुस्तकको नाम मैले भन्न थालेँ भने फेरि अर्को पुस्तक बनिन्छ। अझ गौरवको कुरो के छ भने उहाँले भर्खरै मात्र नेपालबाट अन्तर्राष्ट्रिय भैरव पुरस्कार प्राप्त गर्नुभयो। सायद भारतबाट अन्तर्राष्ट्रिय पुरस्कार नेपालमा यो भैरव पुरस्कार पाउने चाहिँ उहाँ नै प्रथम साहित्यकार, प्रथम व्यक्तित्व हुनुहुन्छ। उहाँ अहिले पनि नाट्य क्षेत्रमा, हास्य व्यङ्ग्यको क्षेत्रमा निरन्तर लागि पर्नु भएको छ। उहाँलाई विशेष गरेर हास्य व्यङ्ग्यकार नै भन्ने गरिन्छ भनेर हामी जान्दछौँ, बुझ्दछौँ। उहाँका शब्दहरू नै एकदम टिपिकल शब्दहरू लेख्नुहुन्छ। हाउजी, अब काने खुसी पनि एउटा शब्द उहाँले अहिले काने खुसी नाट्य समूह संस्था पनि दिनदेखि चलाउँदै हुनुहुन्छ। उहाँको पुस्तकको नामहरू एक दुईवटा मजा लागेका, आइमाईको रिस, अब सुन्दै कस्तो हुन्छ, आइमाईको रिस, डरको हाउखुची, पुरस्कार लुड्याउनेहरू, यस्ता टिपिकल नेपाली शब्दहरूको, ठेट नेपाली शब्दहरूको प्रयोग गरेर उहाँ त पहिला सुन्नेसम्ममा फुटबलको नेपाली कमेन्ट्री पनि गर्नुहुन्थ्यो। सायद नेपाली कमेन्ट्री फर्स्ट गर्ने उहाँ हुनुहुन्छ होला। पहिला हामी बङ्गलामा, इङ्ग्लिसमा, हिन्दीमा सुन्थ्यौँ, नेपालीमा लाइभ कमेन्ट्री गर्ने साथ उहाँ प्रथम व्यक्ति हुनुहुन्छ होला। यति हाम्रा उहाँ गौरव। उहाँ काव्यशास्त्र, नाट्यशास्त्र जस्ता पुस्तकहरू लेखिसक्नु भएको छ। उहाँले पुस्तकहरू, पुरस्कारहरू, सम्मानहरू यति बेसी पाउनु भएको छ। एउटा मलाई कहानी याद आउँछ कि एकजनाले रक्सीको बोतल मात्रै बेचेर हेलिकप्टर किनेको थियो क्या, यति बेसी खाएको थियो अरे। उहाँले पुरस्कार बेच्नु भयो भने नि 3टा हेलिकप्टर किन्नुहुन्छ। त्यति बेसी सम्मानित भइसक्नु भएको छ। र उहाँको उपस्थितिले सिलगढीलाई आज धेरै चिनेको छ। सिलगढीको कृष्ण प्रधान भएको सिलगढी भन्ने भएको छ। यसरी उहाँलाई हामीले सिलगढी गौरव सम्मानले सम्मानित गर्न पाउनु, उहाँले हाम्रो सम्मानलाई, सिलगढी गौरवलाई ग्रहण गर्ने स्वीकृति दिनु, वास्तवमा हामी पो सम्मानित भएको हामीले अनुभव गरिरहेका छौँ। त्यस्ता व्यक्तित्वलाई हामी आज यहाँ सम्मानित गर्न पाइरहेका छौँ। आभारी छौँ कृष्ण प्रधानज्यूप्रति। मेरा आदरणीय उहाँ गुरुवर पनि हुनुहुन्छ। मेरा अर्का गुरुवर यहाँ वरिष्ठ साहित्यकार मुक्ति सर पनि हुनुहुन्छ। उहाँ त्यस्तै वरिष्ठ साहित्यकार। उहाँका पुस्तकका थेली त्यति नै छन्, नाटकका थेली त्यति नै छन्, बढेर साध्य छैन। र एकजना गुरुको अघि अर्का गुरुलाई मैले सम्मान गर्ने अवसर पाइरहेको छु। यो मेरो अभाग्य हो उहाँको विद्यार्थी भएर र यतिका जनमानसको अघि र उहाँले हाम्रो सिलगढी गौरवलाई ग्रहण गरेर हामीलाई सम्मान पाइदिनु भएको छ। म यो सम्मान प्रदान गर्नको निम्ति मञ्चमा बिन्दु नेउपाने,
सरी बिन्दु दाहाल त्यो मेरो पहिलाको उहाँ हाम्रो मेरो संस्थाको साथी बयानमा हुनुहुन्छ कि बिन्दु नेपाली बसिरहेको छ तिनीहरूमा घरिघरि बिन्दु दाहाल मैले घरिघरि नेपाली भने पनि दाहाल भनेर चाहिँ मेरो हाल रात कति स्थिति छ फेरि ज्ञानेन्द्र दाहाल, अरुणा रुचाल, कृष्ण गुरुङ र अर्चना सुनार पनि त्यसरी नै हाम्रा ज्ञानेन्द्र दाहालज्यूलाई रुद्राक्ष माला पहिराइदिनु हुने अनुरोध गर्दछु। बिन्दु दाहालज्यूले पुष्पगुच्छ दिएर सम्मान गरिदिनुहुन्छ सरलाई। अरुणा रुचाल गुरामाले होइन अरूका पोहोरको सिलगढी गएर उहाँले सम्मान यो ट्रफी दिनुपर्छ उहाँले। दोस्रोलाई म हाम्रो अर्चना सुनारज्यूलाई अनुरोध गर्छु, उहाँले यो दोस्रो पुऱ्याइदिनुहुन्छ। र पूर्व सिलगढी गौरव गत वर्षका सिलगढी गौरव श्रीमती अरुणा रुचालज्यू यहाँ उपस्थित हुनुहुन्छ। उहाँकै कार्यक्रमबाट हामी यो सिलगढी गौरव सम्मान प्रदान गर्दछौँ।